सबैलाई वेलकम छ 90s को याद युट्युब च्यानलमा। र आज चाहिँ म मेरो नेपाली अडियो क्यासेट कलेक्सन तपाईहरुलाई देखाउने छु। र के छ मसँग नेपाली अडियो कलेक्सन र तपाईहरुलाई म एक एक गरेर देखाउने छु। र यो पहिलो क्यासेट हो, यहाँ हेर्नुस्, दुईटा फिल्मको कम्बिनेसन छ, भाग्य र मेरी आमा। एकदमै राम्रो फिल्म छ भाग्य र साथै मेरी आमा पनि लभ स्टोरी फिल्म हो मेरी आमा चाहिँ। यो मैले एक बार मात्रै युज गरेको क्यासेट, सिलप्याक क्यासेट नै हो। र यो आयो तिम्रो सम्झना, नेपाली हार्ट टचिङ रोमान्टिक सङ। सिंगर चन्द्र कुमार बिके, कुन्ती मुक्तान र मनिला सोताङको छ यसमा आवाज चाहिँ। हेर्नुस्, यो पनि सिलप्याक क्यासेटै हो, आयो तिम्रो सम्झना। एक बार मात्रै मैले सुनेको थिएँ। यसलाई पनि साइडमा राखिदिउँ। नेक्स्ट आउँछ फिल्मी हंगामा, हिट्स अफ द इयर। यो फिल्मको गानाहरु छ। जब चल्छ तिम्रो भन्ने गीत छ, कोही नीलो जिन्समा। यो पनि सिलप्याक क्यासेट हो, भिरको बाटो। यो पनि मैले एक बार रिभ्यू गरिरहेको थिएँ, त्यति बेला मात्रै चलाएको थिएँ। टप एक साइडमा यो एडहरु छ। अर्जुन कौशलको भिरको बाटो, नेपाली लोकपप। मन नेपाली फिल्म, जय किशनको पहिलो फिल्म हो यो। उत्तम प्रधान र जय किशन, एकदमै राम्रो छ यो फिल्म नेपाली। प्रकाश ओझाको सबै एकमा, यो पनि सिलप्याक क्यासेटै हो। र कान्तिपुर लोकदोहोरी हो यो चाहिँ। यो चाहिँ पुरै सिलप्याक छ, सिल ओपन भएको छैन यो। र नेक्स्ट छ मेरो दिल, श्रीकृष्ण लिटल, जुबिन गार्गको। यो पनि सिलप्याक क्यासेटै छ। र अर्को छ केही भन्नु कि, सिंगर अरुणा सुब्बा र बबिता घतानी। यो सायद सिक्किमबाट बनिएको अडियो क्यासेट हो, सिक्किमबाट बनिएको गीतहरु छ यसमा चाहिँ। मास्टर क्यासेट हो यो। बेस्ट अफ 1974 एडी, राम्रो राम्रो गीत छ यसमा। नेपाली बाबु भुवन केसी, भुवन केसीको सौगात नेपाली बाबु। र यो जवानीमा गाँजा तानेको लोकदोहोरी। राता मकै, यो पनि सिलप्याक क्यासेट छ, लोकदोहोरी हो यो पनि। बाके बर्दिया, यो पनि सिलप्याक क्यासेटै छ। छोरीको कर्म, शुभ विवाह, यो पनि सिलप्याक क्यासेट। ए छुट्टी, देउडा गीतहरु। सन्तान, तन मन वचनले भन्ने बोलको गीत छ यसमा। र सबै गीत नै राम्रो छ। सन्तान, उत्तम प्रधान, निखिल उप्रेती र राजेश समाल। मेरी बान्नी बेल, पश्चिमका लोकगीतहरु, कर्ण ब मल्ल, राधा नेपाली र संगीता साईको। यो पनि सिलप्याकै छ। र यो 60 साल हट पप कलेक्सन, music.com को ब्यानरमा आएको थियो यो गीत। music.com को ब्यानरमा आएको यो क्यासेट। र यो पनि सिलप्याक छ। हिमालयन आइडलको गीतहरु छ, यहाँ हेर्नुहोस्। यहाँ हिमालयन आइडलको जो उहाँहरुको सिंगरहरुको गीत छ यसमा चाहिँ। 10 बेस्ट सङ्ग्स फ्रम सेमी फाइनल एन्ड फाइनल अफ हिमालयन आइडल। हिमालयन आइडलको सेमी फाइनल र फाइनलमा गाएको गीतहरु छ यसमा चाहिँ। तेरी बरियत, यो पनि सिलप्याक क्यासेट हो, देउडा गीतहरु। र अझै एउटा सिलप्याक क्यासेट, हरियञ्जनको पहिलो र नौलो प्रस्तुति, दिलको घाउ। यो पनि music.com को ब्यानरमै आएको छ। उनको खोजीमा, नामदुप, न्याम्सको पहिलो प्रस्तुति, यो पनि सिलप्याक क्यासेट हो। यो पनि सायद सिक्किमबाटै बनिएको हुनुपर्छ, त्यस्तै लाग्यो मलाई।
सिक्किमबाटै बनेको यो पनि, नामदुप उनको खोजीमा। नेपाली चलचित्र रिमिक्स बाँसुरी साइनो माइती घर कान्छी सम्झना चिनोको, यसमा चाहिँ रिमिक्स गीतहरू रहेछ। चलचित्र रिमिक्स फिल्मी हिट्स दौतारी सिउँदो प्रेमपिण्ड छोहारी, सुक्का प्रकाश ओझा भोल्युम 251 प्रकाश ओझाका गीतहरू। र फिल्मी केसेट दर्पण छाया एकदमै सुपरहिट फिल्म, दिलीप रायमाझी उत्तम प्रधान। दिमाग खराब छ, यसमा चाहिँ यसै दिएको छ भुवन केसी र सञ्चिताको फोटो, तर यसमा चाहिँ जुन लोकगीतहरू छ। तालका भोल्युम 1 फिल्मी हिट्स दर्पण छाया तता साह्रै नै बिग्रिस बद्री जिन्दगानी संसार कर्म आफ्नो मान्छे, भाका दिव्यज्योति आर्ट्स ग्रुप युनिक बट टाउन नेपाल पप सङ, भाकाका गीतहरू छ यसमा चाहिँ। अनुभव नेपाली मोडर्न सङ अनुभव, सङ बाई भानु गुरुङ, म्युजिक बाई भानु रामु दामु राई, यो पनि सिक्किमकै होला, सिक्किममै बनिएको गीत। गरिबको जिन्दगी यो पनि लोक तथा दोहोरी गीतहरू हो। र नेपाली फिल्मी मामाघर सुपरहिट, यो फिल्म अगाडि धेरै मान्छेले खोज्थ्यो तर यसको डिसै पाउँथेन। कति प्रायले त यो फिल्म हेरे नै होला, किनभने यसको डिसै नै यता पाउँथेन। आयो कि कन्टिन्यू चलेर एकदमै धेरै मान्छेले लगेर बिग्रिहाल्थ्यो। र अडियो क्यासेट चाहिँ पहिलोचोटि देख्दैछु मैले। मामाघर निर्देशक नारायणपुरी, सङ्गीत सचिन सिंह। यसमा मामा चाहिँ शिव श्रेष्ठ हो, भानिज चाहिँ दिलीप रायमाझी होला सायद। र अन्तिम केसेट छ सुन्दर सपना पप गीत भोल्युम 93 माया दिन्छु, एपी शर्माको स्वरमा छ सबै। र यसमा छ कुमार लामाको पनि रहेछ, तेन्जिङ शेर्पाको पनि छ। र कुमार लामाको एकदमै राम्रो गीतहरू छ। यो कथा अरू नलाई थाहा थियो भन्ने बोलको गीत पनि कुमार लामाले नै गाएको। र तपाईँले देख्नुभयो नेपाली अडियो क्यासेटको कलेक्सन, र कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। र आजको लागि यति नै। हजुरहरू जन्मेलाई धेरै धेरै धन्यवाद।